कुकुरले तपाईलाई धेरै प्रब्लम्सहरूबाट बचाउन सक्छ। कसरी? बुझ्नका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। हेलो एभ्रिवान, आइ एम शिरीष कर्मचारी एन्ड दिस इज भ्लग 11 अफ कर्पोरेट एस्ट्रोलोजर सिरिज। आज चाहिँ दिन रमाइलो थियो किनभने आज ड्याडीको बर्थडे थियो र परशुराम चाहिँ मभन्दा बढी एक्साइटेड थियो किनभने उसलाई थाहा छ आज धेरै कुरा खान पाउँछ भनेर। र आज चाहिँ पानी परेको थिएन, सो त्यही भएर चाहिँ हामीले राम्रो बत्ती बाल्न पायौँ र मम्मी र ड्याडीको बर्थडे चाहिँ जम्मा 8 दिन फरक छ, सो त्यही भएर चाहिँ चाँडै आइहाल्छ। र घर गएर चाहिँ बर्थडे सकाएर म अफिस गएँ र अफिसमा चाहिँ आज धेरै काम थियो। आज चाहिँ मैले यो टाइमिङ अफ म्यारिजमा चाहिँ काम गर्दै थिएँ किनभने यो धेरैजनाले सोध्ने प्रश्न पनि हो र यो धेरै चाहिन्छ पनि। सो त्यही भएर लघु पाराशरी र प्रोफेसर केएन रावको बुकहरूलाई लिएर र एआईको हेल्पबाट चाहिँ म रिसर्च गर्दैछु र एस्ट्रोलोजी एआई रिलेटेड चाहिँ कुनै ठुलो कुरा चाहिँ लन्च हुनेवाला छ। सो त्यही कारणले गर्दाखेरि एस्ट्रो कर्मलाई पनि फलो गर्दै गर्नु होला। त्यसपछि चाहिँ एलबिडीसँग मिटिङ थियो, सो म त्यहाँ गएँ र मिटिङ सकाएर चाहिँ म घर फर्केँ। घरमा चाहिँ टन्न कुकुरहरू चाहिँ तल आइरहेको रहेछ। सो लेट मी गेट टु द फर्स्ट क्वेसन। सो कुकुरहरू चाहिँ किन चाहिँ हाम्रो लागि स्पेसल छ भन्दाखेरि चाहिँ कुकुर चाहिँ एस्ट्रोलोजीमा केतुलाई रिप्रेजेन्ट गर्छ। सो केतु भनेको चाहिँ हाम्रो यस्तो प्लानेट हो जसले चाहिँ कुनै पनि अनएक्सपेक्टेड कुरा, कुनै पनि अनएक्सपेक्टेड घटनाहरूलाई चाहिँ रिप्रेजेन्ट गर्छ। सो डग्सलाई फिड गर्ने, डग्सको आसपास बस्दैमा पनि तपाईँले धेरै आफ्नो अनएक्सपेक्टेड प्रब्लम्सहरूलाई चाहिँ मिनिमाइज गर्न सक्नुहुन्छ। सो त्यही कारणले गर्दाखेरि चाहिँ सकेसम्म तपाईँले डग्सको आसपास समय बिताउन सक्नुहुन्छ वा एटलिस्ट उनीहरूलाई फिड गर्न सक्नुहुन्छ। तर यस्तो खालको एक्सपेक्टेड ट्रबलहरू चाहिँ आउन सक्छ है। सो त्यही भएर चाहिँ सबै कुरामा चाहिँ इम्युन हुँदैन। सो मेरो चेयर चाहिँ भाँच्यो, बट तपाईँको जिन्दगी नभाँचियोस्। सो आजको लागि यति नै। सी यु इन द नेक्स्ट भिडियो। राधे राधे।